All people here come here. Come here. Japa Jilla is Domukha Paryatak Kshetra. That very nice place. English मा त पनि थोरै that is ice cream. Very nice, you know. Very cold. Very cold. My lip also cockroach kya lip. हेलो गाइस, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा। आज हामी काका भतिज चाहिँ यो काका कतिखेर आउनु भयो तपाई? म लगभग 1 घण्टा भयो। 1 घण्टा के किन आएको यहाँनिर चाहिँ? यहाँ चाहिँ यो के दोमुखा कफी शप। दोमुखा कफी शपमा मेरो कफी स्टेसन चाहिँ हैन? कफी स्टेसन हैन मेरो। तपाईको के आफन्त हो यो? किनभने तपाईको त के छ नि लुगा पसल आफन्तकै हुन्छ हैन? त्यसपछि आफन्तै पर्छ मेरो। ब्लगर पनि आफन्तै हुन्छ। आफन्तै पर्छ। यहाँ राइनी बहिनी छ, अस्ति परिचय गरेको। आफन्तै कुलुङ बहिनी हुँदो रहेछ। आफ्नै आफन्तै पर्छ। र यहाँ दोमुखामा राम्रो ह्यान्डसम खालको कफीहरु पाउँछ। अनि आज के खानु त आज? आज चाहिँ के रे उजाति आइसक्रिम खाउँ भनेर आएको। काका भतिजको यहाँ हामी चाहिँ चट्टसँगले दमुखा कफी स्टेसनमा जाँदैछौँ। कस्तो छ हेर्नु त? वाउ, डेकोरेसन त डेन्जर छ। डेकोरेसन डेन्जर छ। लाइट बाल्दै बाबु। लाइट के होला के दिनु अरु छ? ल डेकोरेसन चाहिँ दामी रहेछ। ह्यान्डसम रहेछ। कान्छा यहाँ यतिको डेकोरेसन भएको दमखामा यो यही पनि जस्तो लाग्यो क्या। त्यसो नभन मार्ला अरूले। काका भतिज आज हामी चाहिँ यहाँनिर हैन चट्टसँगले कफी हैन आज आइसक्रिम खाइ भेराइटी अर्कै भेराइटी गाइस। आज कफी सफी खाँदा मुक्ति त भयो कि आज चाहिँ एकदम स्विट मिठो चाहिँ आइसक्रिम खाने चट्टा खाने काका भतिज भएर दमखा कफी 7 बेला हैन? ल यता आउनु काका। यो कफी स्टेसन हामी देख्न सक्छौँ। दमखामा यस्तो दामी खुलेको छ नि क्या। तपाईँ पहिला आउनुभएको थियो यहाँ? तर के तपाईँ समितिकै के म समितिको सहसचिव। म जहिले यहाँ कफी खाने यही ठाउँमा। अनि तपाईँले यहाँ आइसक्रिम पाउँछ र भन्दै हुन्छ अनि मिटिङ सकेर आइसक्रिमको आइटम पनि रहेछ। मिटिङ सकेर कफी खाने ठाउँ मेरो यही जहिले भनेपछि आइसक्रिम पनि अब यहाँ अमेरिकानो खान्छु, सिङ्गल सर्ट खान्छु म। अमेरिकानो सिङ्गल सर्ट। त्यही भएर इङ्ग्लिस अलिक त्यसै आएको क्या। All people come here, drink coffee. Yes. Whiskey also, brandy also. Drink here. Very nice. Very nice. Cold drink, cold, hot coffee, cold drink. Have here too much. आज के खानु त? आज आइसक्रिम खाने। आइसक्रिम त टक्कसँग त हुन्छ नि, तीनटै मिक्स हो। चट्टा बनाइदिनु त्यसको नाम त के भयो भाइ? मिक्स आइसक्रिम होला। मिक्स आइसक्रिम। यहाँ चाहिँ म अस्ति आएर खाएको थिएँ कि, त्यही भएर दामी लाग्यो, त्यही भएर यहाँ आएको क्या। 2 चोटि भयो यहाँ आएर खाएको। ल यता बसौँ काका हामी। यहाँ चट्टसँगले होइन त्यहाँ बस्नुपर्छ। आइसक्रिम खाएर यस्तो उमा बस्दाखेरि सुहाउँछ कान्छा। सोफामा बस्दा आइसक्रिम खाने अनि सोफामा बस्दा पनि सुहाउँछ कि कान्छा? के खाने अब सुहाउँछ। हुस्की ब्रान्डी मिटहरू चल्दैन होइन। खाने त आइसक्रिम हो कि कफी हो होइन? कफी खाँदा तितो भयो कान्छा, मुख जिब्रै तितो भयो। आज आइसक्रिम चट्ट खाइदिनु भनेको कि। अब यहाँ सुन्नु न, यो कफी स्टेसन आएको छ होइन? यो कफी स्टेसन तपाईँ आउनको लागि दर्शकलाई के भन्छु त इङ्ग्लिसमा भन्नु पर्यो। त अहिले किताब लिएर हिँड्दैछ तपाईँ इङ्ग्लिस पढ्नको लागि? इङ्ग्लिस बिकज म अलि ब्रोकन इङ्ग्लिस सबैले बुझ्ने। अलि ब्रोकन इङ्ग्लिस बुझ्छन् पनि होला सबैले होइन? अब फिलिपिन्सले जो भने जस्तो म ब्रोकन 35 लाई 35 भन्छ क्या यो के अरे फिलिपिन्सहरूले त्यस्तै खालको इङ्ग्लिस बोल्छु म होइन? All people here come here. Japa Jilla is Domukha Paryatak Kshetra. That very nice place. Okay. You know, place. Very nice place. Swimming also, looking also. Hillside also have here. Because come, all people come enjoy. Wholly enjoy, you know. And swimming, bathing, everything here. We have. Fishing also. Not a problem, not coming police, you know, because Kele fishing काँडा बल्छी हुन्छ नि, बल्छी भन्छ। Fishing rod. Yeah, fishing rod like that. हामीले नि ढाका पर्ने यो अत्र असलाहरू पछि पहाडको माछाहरू आउँछ क्या यहाँनिर। यो ढुङ्गा भएको ठाउँमा पहाडमा यहाँ फिशिङ दिन्छ सबैलाई फ्री। यहाँ no police, no complaint, you know. Come here, fishing also, bathing also, swimming also, everything. Drinking also, dancing also, musical उयोहरू पनि छ क्या यहाँनिर। Dancing, everything have here. Come all Japa, Nepal, all
सुन्नु न अब खानेकुरा चाहिँ के पाउँछ लु भन्नु त्यो पनि इङ्ग्लिसमा भन्नुपर्छ नि फेरि चिकन फिस यहाँको स्टेक दौखा पर्यटन क्षेत्रमा सबभन्दा राम्रो चाहिँ माछा हो अर्ग्यानिक माछा माइकोलाको पाउँछ इन्डियाको माछा ल्याउनु सरी त्यो द्याट इज नट पोसिबल यु नो 100% यहाँ दमुखाको माछा निकाल्छ माइको माछा गुडीहरू भन्छ कि त्यो यस्तो सारा जाल हालेर निकाल्ने होइन सेको छ एभ्रिथिङ भन्दैछु नि त एभ्रिथिङ यु लाइक यो के भने सिङ्गापुर यो थाइल्यान्ड जान्छ नि मान्छे मजा गर्न त्योभन्दा मजा छ यहाँ एभ्रिथिङ पाइन्छ भएको कुरा चाहिँ एभ्रिथिङ पाइन्छ यहाँ खाने डान्स गर्ने स्लिपिङ अल्सो या यो दौखा रिसोर्ट भन्ने छ यहाँ यो के अरे पालीघाट बिग यो म त यहाँको सहसचिव भाइ भति कान्छा यहाँको सहसचिव एभ्री डे एभ्री टाइम त्यहाँको म सेयर सदस्य नै सदस्य म त्यहाँ अध्यक्ष उठ्न पाउँछु तर म उठ्दिनँ म चाहिँ मेयर चाहिँ ताक्दैछु यसपालि मेयर चाहिँ ताक्दैछु कस्तो यार मेरो थोपडाले म विकास प्रेमी हो म त म कन्ट्र्याक्टर ठेकदार हुनु बित्तिकै क्वालिटी क्वान्टिटीको काम गरेँ राम्रो काम गरेँ अब इन्जिनियरले दिएको भन्दा अलिक बढी काम गर्नेले त्यसलाई जनसेवा गरे जस्तो हुन्छ क्या म हिँड्दैछु बाटोमा हिँड्दैछु मेरो डोजर छ ट्र्याक्टर छ पुर्दै केटा आउँछ 1 घन्टा पुर्दै बाटोमा जहाँ छ क्या त्यो देखाउनु तेरो किन पुर्दैन म पुर्छु अहिले आइतबारे बजारमा चाहिँ पुर्दैन पुर्थेँ त्यो 40,000 फ्री गर्दै थियो समितिलाई अहिलेसम्म पैसा दिएन माग्दा दिँदैन काका यो आइसक्रिम आयो है एकदम दामी छ यो आइसक्रिम यहाँको चाहिँ म किन 2 चोटि आएर खाइसकेँ यहाँनिर त्यो आइसक्रिमको पनि अलिकति तपाईँले खानुभएको रहेछ यहाँ चाहिँ आउनुभएको तर आइसक्रिम खानुभएको कस्तो चाहिँ टेस्ट गरेर तपाईँले टक्क भनिदिनु त ल भेरी स्विट धेरै मिठो साह्रै मिठो इङ्ग्लिसमा त पनि थोरै स्विट यो द्याट इज आइसक्रिम भेरी नाइस यु नो भेरी कोल्ड भेरी कोल्ड माई लिप अल्सो कक्रियो क्या लिप ल हाम्रो मान्छेहरू यहाँ आउँछ न र यो मेयरको कुरै सकेको छैन पर्खिन यो खाइसक्नु न त यसको बारेमा गफ गरौँ अनि त्यसको टक्क हाल्नुपर्छ त्यो एउटा स्ट्यान्ड चाहिँ बोक्नै हुनुपर्ने छ क्या कालो ब्ल्याक अल्सो यो व्हाइट अल्सो ब्ल्याक अल्सो पिङ्क अल्सो यो यस्तो हो नि त पिङ्क चाहिँ छोरी मान्छेले पनि मिसाइदिएको छ छोरा मान्छे कालो अनि छोरो त यो के अरे सेतो पनि छ ल एकदम दामी छ अब बेलुका साँझको बेला गर्मी छ क्या आज गर्मी भएको कारणले गर्दा काका भदै चाहिँ चट्टसँग आएर कान्छा मलाई त जहिले हौ यो खानु सुगर बढेर फेरि खुवाइहाल्दो रहेछ जहिले आएर यस्तो काका मासु नखाउन्जेल चाहिँ खुवाउने हो कि मासु खाएपछि चाहिँ पालो मेरो ए ठिक छ फेरि म थोरै खान्छु 1 केजी जस्तो त्यो त घिच्नु त पाउँदैन थोरै खाने हो थोरै खाने 6 पिस 8 पिस 6 पिस मात्रै अन्ली त्यस्ता कुरा त को जान्छ कोही पनि जान्छ त्यस्तो खानु त 6 पिस ठुलो अहिले मिठै कुरा खाउँ मिठै छ तर सुगर चाहिँ ह्यान्डसम बढ्छ होला क्या बेला बेला खान्छ बेला बेला काका भतिज हामी चाहिँ यसरी बेला बेला घुम्न निस्किन्छौँ किन यो स्पोन चाहिँ स्मल साइज हो स्पोन स्मल साइज भेरी स्मल त्यो त उहाँ भन्नुहुन्छ माई माउथ have big size because ज्यान ठुलो chest is also heavy because spawn is very small you know कान्छा म कहीँ ठुल्ठुलो मार्केटहरू जान्छु क्या ठुल्ठुलो सपिङ मलतिर जान्छु अनि आइसक्रिम खानु मनपर्छ कि अनि भएर कुन आइसक्रिमको नामै थाहा हुँदैन कि म लाज लाग्छ त्यो लाज लागेर किन्नु पनि लाज लाग्छ क्या आइसक्रिमको नाम थाहा भए पो किन्दै यो हुँदै भन्नु त्यो चाहिँ मलाई प्रब्लम छ आई कम बिकम 10मा थिर्कम पढेको मान्छे इङ्ग्लिस थाहा छैन होइन
अलिअलि रफ त अलिअलि त बोल्छु तर अब होटलमा गएर मेनु ल्याउँछ कि चिकन खाना मटन खाना त थाहा हुन्छ कि तलबाट के लेखेको हुन्छ अनि तलबाट के लेखेको हुन्छ म त्यो थाहै हुँदैन त्यो मेनु मलाई नल्याउँदा पनि हुन्थ्यो कि म गएर के खाने भन्दा हुन्थ्यो कि चिकन मटन खाना त्यो बफ खाना त थाहा छ पढेको पढिन्छ तर मुनि बीबाट बफ सीबाट चिकन तल मुनि हुन्थ्यो कतिलाई पनि त्यो मेनु चाहिँ नल्याइदिए जस्तो हुन्थ्यो क्या त्यस्तै अब ठुल्ठुलो मार्केटमा गएर अब यस्तै आइसक्रिम खानु खोज्छु नामै थाहा हुँदैन होइन नामै थाहा कुन माग्नु यो मिक्स अब आइसक्रिम अरे के आइसक्रिम अरे होइन यो चाहिँ टेन्सन छ हौ कान्छ मलाई काका सुन्नु न अनि आज कस्तो भयो आजको साँझ दामी हो दामी भयो हाम्रो तल्लो बेल भन्दा यहाँ अलिक कोल्ड रहेछ चिसो छ यो खोलाको यो माई खोलाको मा त्यो पानीमा मिसिएको हावाहरू आउँदो रहेछ कि अलिक चिसो लाग्यो दमका अलिकति के भित्र जाने अलिकति हावा खानु अब जानुपर्छ अहिले अब खाइसकेको चिसो हुँदो रहेछ अहिले अलिक चिसो लाग्यो तल अब हाम्रो तल चिलागढ आइतबारे भन्दा माइदार भन्दा धेरै चिसो लाग्यो यो खोलाको नजिक भएर हो कान्छ ल काकासँग रमाइलो गफ भयो हामीले आइसक्रिम पनि खायौँ पैसा त काका तिर्ने होला नि हो के अघि चाहिँ खुवाउँछु भनेर ल्याउँछ नि अहिले पैसा तिराउँछ कस्तो भएछ तपाईँको तातो छ ठुलो अघि चाहिँ खुवाउँछु हिँड भन्छ नि अहिले कहाँ तिर्नु भनेको ल